भयो बोराबान्धको सबैजना बोराबान्ध जान लागेको होइन छेमा प्राइभेसी लगाए दुईजना अगाडि यो होइन फर्स्ट पिक राखे न डिलिट नगरे यो बाई बोराबान्ध हाम्रो होइन आज बोराबान्धको सुन भाउजू यसको 1 लाख सिन हेर्नु गएको भाउजू 1,04,000 भनेको यो चाहिँ हाम्रो स्कुल हाम्रो स्कुल अरे मेरो भदैनी पढ्ने स्कुल है ल हौ फुटाइदिन्छ होला आज त फोटो जति सबै यस्तोबाट मात्र खिच्नु है होइन हौ कस्तो भइरहेको छ तपाईँलाई कोसी बोराबान्ध जाँदाखेरि पहिलोचोटि जानु हुँदैछ बोराबान्ध कस्तो फिल भइरहेको छ हजुरलाई अहिले दियोस् फेरि सुरुमै हामी चाहिँ यो सनसेट हेर्नु गएको अरे सनराइजमा चाहिँ पुगिन्छ कि क्या हो बोराबान्ध चाहिँ भिड भएर राम बाटो यस्तो छ राम कोसी बोराबान्धले त गर्ने गर गाडी देख्नुहोस् गाडी भन्नु न गाडी कति हो कति राम यहाँ त बाफ्रे उफ लौडाएर गयो भाइ राम गाडी मान्छे बाफ्रे कता अहिले खोल्दा पनि हुन्छ हौ खोलौँ अब हामी त्यसको ढिलो त भएको छैन यो सेपरेटमा हो यहाँ चाहिँ गाडी खेतरीका जिन्दगीको गोरेटोमा यहाँनिर हामी म कति आएँ दाउरा खोज्नुलाई म पनि आएको नि यस्तो राम गाडीहरू यो पनि इन्डियाको रहेछ हेर्नु त इन्डियाबाट आइसक्यो मान्छेहरू उति हो छेउको बिहारबाट आएको कति चाहिँ रहेछ त मान्छे त नि अब टाउको पनि लेख्नु होला डब्लुबी बिहारबाट चाहिँ आएको रहेछ हौ तिम्रो साँच्ची नै बिहार छेउ पर्दो रहेछ यहाँ तिमीहरू बिहार त रहेछ अस्ति हामीले यहाँ पिकनिक खाएको बोट चल्दैछ अस्ति टोपी लगाऊ टोपी सबैजना उत्रिम अब धुलो चाहिँ कति हुने हो ल धुलो आइसक्यो गाडी छिटो निस्किनु न त जाम उता भागौँ धुलो उफ धुलो आएको धुलो आमा धुलो खान आएको बहिनी राम भिड शनिबारको भिड बोटिङ पनि सुरु भइरहेको छ यहाँ चाहिँ यस्तो हुन्छ भनेर कसले सोचेको थियो यो ठाउँमा राम चप्पलमा गोवा किन जानु पर्यो गोवा हाम्रै ठाउँ गोवा यतिजना टिम आएको अस्टिन तिमीलाई कस्तो भइरहेको छ बोट खेल्ने ल जमिन बोट खेलाइदिनु पर्यो अस्टिनलाई यहाँ खिच नानी यहाँ खिच न वहाँ त भिडमा के खिच्नु छल आउँदैछ है पहिले यही कोसीमा के अरे भएर यत्रो भयौँ राम सबजना
भिडियो बनाउनेहरू मात्र पो छ त राम राम अहिले छोराले पोज गरेको अरे लोपट्टि यो चाहिँ र मान्छे कति हो क्या र हत्तरी छ्यामा मान्छे दे के भेट हुँदैन नगर नि दस्टी यस्तो छाडा नहो है फेरि मलाई मन पर्दैन नि मान्छे त्यो कोसी बोरा बाँध्नुमा मान्छे यहीँ हो हामीले सेको खाएको अस्ति खुलु उतै हुनुहुन्छ राम राम यता देखाउ न हौ यता यसरी आऊ तिम्रो म भिडियो यो मान्छे कहाँबाट आएको यो मान्छे यत्रो राम 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 साइली 40 गतेसी अस्ति हामीले यहीँ बसेर सेक्को खाएर गएको यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ न जाडो भयो राम राम सनसेट सकेर होला हौ फर्केर जाने बेलामा चाहिँ हामी चाहिँ आएको छौँ सबजना फर्किनु हुँदैछ टोइलेट त्यहाँनिर छ बिहोस झन्डै भएन त्यही माथि मलाई चाहिँ अति च्यापेर गरिदिए यहाँ हेर्न सक्नुहुन्छ हेलो कस्तो भइरहेको छ मेरो छोरालाई कस्तो बोटिङ जाने एकछिन आमाहरू आउँदैछ हामी चाहिँ सबजना जाने बेलामा चाहिँ हामी चाहिँ आउँदैछौँ ल फोटो खिच्ने ठाउँहरू बनाएको छ ओहो लाइट आउँदैछु म फर्केर लड्छ होला हौ छ्या छिटो पिकनिक खाएको होला बाफ्रे यहाँ हामी बसेर खाएको यहाँनिर जेठीको चस्मा हराएको यहाँनिर हामी पौडी खेलेको ठाउँ त भाइरल ओहो यहाँ पौडी खेलेको हामी अहिले भाइरल मान्छे त किरै सरी किरा राम 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 अर्कै पिकनिक छ पिकनिक
भइसक्यो अनि मलाई चाहिँ नखेल्नु म खेल्दिनँ तिमी खेल्छौ त एक्लै राति भइसकेको छ अनि म चाहिँ कसरी खेल्नु भनेर क्या अब यहाँनिर त्यस्तो छ रिस्क लिनु मलाई मन परेन खेल्नु भनेको रिसाएर अहिले लग्छ नि मान्छेले आऊ आऊ म खानेकुरा सिक्दैछु जा मुता बरु जाऊ आऊ आऊ है यस्तो यहाँ ठाउँ के थियो के बनाइदियो यार यस्तो पनि हुँदो रहेछ मान्छेले यस्तो नसोचेको नसोचेकै हुँदो रहेछ जिन्दगीको गोरेटोमा धेरै नसोचेको कुराहरू भएको छ मेरो लाइफमा फोटो खिचिसकेर बल्ल 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 आउनु हुँदैछ यहाँनिर आउनु है छिटो यता ल यतिको चाहिँ हुनुपर्छ फोटो यहाँ हेर्नु न कस्तो कस्तो खिचिरहेको हिरोइनको फोटोहरू चाहिँ यस्तो यस्तो यहाँनिर वाउ दामी दामी छ अस्टिन चाहिँ उयो खेल्ने भन्छ तपाईँ खेल्ने हो ऊ त बोट त्यही त नि मा पारी पनि लु अब फेरि कटेज सुरु गरिसकेछ अरे लु हेर अस्ति लु हेर त नि पारी त फेरि कटेज स्टार्ट गरेछ पारी स्टार्ट गरेछ कटेज लु यहाँबाट तरियो जानु पर्ने नाउबाट तरेर लु जाऊँ म त लाइभ बसेँ नि अब के अस्ति नरिसाउ भन्दैछ है म तिमीलाई ल दिदी आउँछ नि अनामिका दिदीसँग अनामिका दिदी आउँछ कि त्यति अनामिका दिदीसँग खेलाउँछु म क्याफे यो यहाँ चाहिँ क्याफे छ अन्धकार यो जिन्दगी म चाहिँ कसरी यसरी हामी चाहिँ सबजना कफी खाए लिएर यहाँबाट हिँडिसक्यौँ ए सरी 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 अनि हामीले अस्ति यहाँनिर पान खाएको थियौँ मुखमै नआट्ने पान हुन्छ है यहाँ चाहिँ खानुपर्ने हुन्छ हाम्रो अङ्कलको यो चाहिँ आइसक्रिम हो है के अरे बेलुकाको नजारा अस्टिन कफी खाने तिमी खाने खानु हुँदैन तिमीलाई आलु 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 पोटेटो कति हो यो आलुको 100 रुपियाँ आलुलाई आलु खाने तिमी घरमै बनाइदिन्छौ 100 रुपियाँ एउटा दिनु त घरमै बनाइदिनु ल दामी छ कहाँबाट हो भाइहरू ए हो अस्टिनलाई दिनु त भन्नुहुन्छ अरे छ्यामाले चाहिँ
कफी खाँदैछु। मिठो त मिठो रहेछ कि अलिकति चिसो भयो तेरो छ्यामालाई राम बोरा बान्ध भनेर अस्ति चाहिँ त्यहाँ माथि चढिसकेको छ। नजारा लु जम्मै जाने भयो लु। हामी चाहिँ यहाँबाट सबै घुमेर त्यहाँसम्म अहिले चाहिँ बनाइसक्यो। हामी आउँदा त्यहाँसम्म मात्र थियो, अहिले त त्यहाँसम्म त्यहाँबाट पालुवामा हिँड्दैछौँ हामी चाहिँ आमा छोरा। दिलबर दिलबर पानीको दाम के भर्नु थालेछ फेरि। नाउहरू पनि सबै अब चाहिँ यहाँ चाहिँ गाडी पनि छ। यो चाहिँ खेल्नुपर्छ क्या अस्ति यो अब यो चाहिँ खेल्नुपर्छ तर म ल नेक्स्ट टाइम आउँदाखेरि ग्रिन कलरको चढ्नुपर्छ। तिमी त सक्नु पऱ्यो नि एक्लैले त सक्नु पऱ्यो नि। चढ त एकचोटि जाउँ, म फोटो खिचिदिन्छु। चढ न मात्र जग्गा रुक्री उडा गएर त्यस्तोहरू पनि डलहरू पनि बेच्नु। कस्मेटिक सामानहरू पनि छ यहाँ, सबै छ सबै। ल वीरको छोरा लाग्यो। अब घुमिसक्यौँ। हाम्रो टिमहरू मलाई चाहिँ छिटो टाउकोमा टोपी नलाएर हालेर चिसो भयो फेरि पाकेर यहाँ सबै उयो भइरहेको रहेछ। अब चाहिँ नहेर्नु ल प्लिज। टिप्सलाई 60 परेपछि मालामाल हुन्छु। आइम भने फसल राख्नु पर्ने हुन्छ अब हामीले यहाँनिर। खाजाको तलासमा हामी हिँडिरहेछौँ है। एकदम हाम्रो सुरक्षाको लागि पुलिस पनि हुनुहुन्छ। हामी चाहिँ आफ्नै दाजुको कटेजमा जाँदैछौँ। पर छ दाजुको चाहिँ एकदम पिस ठाउँ त्यो एकदम एक्लै। भयो आमाहरू यताबाट सानो कपाल फरार जाली रुमाल छैन। Chicken.
चाहिँ हुनु पर्यो है भाइ त्यसो भने यतिको डराउनु पर्यो है भाइहरू बुढीसँग चाहिँ हो भइहालेछ नि सानो उमेरमा बिहे गरिहालेछ त के गर्छौ भाइ अब भाइहरू त ल कोसी बोरामन बाई बाई उही अब बाटो कस्तो अप्ठ्यारो छ भन्दा डरै लाग्छ बिस्तारै हिँड्नै लडिन्छ यहाँनिर त उयोहरू पनि छ नि फेरि तार्छ तार्ने तर मलाई टाउको चाहिँ कतै दुखिसक्यो क्या उयोलाई उयो लिएर आइज भने पनि मानेन भेट्नु अरे के हुन्थ्यो अबे अरू बेला देखेर त यहाँ त अहिले तर्साएर के पो गरिसक्थ्यो कोसी बोरामा खोलामा छ त नि पानी हामी चाहिँ अस्ति यहाँ सेक्वा पोलेर खाएको थियौँ अन्धकार तिम्रो हात बुहारी ल बोराबानबाट चाहिँ हामी सबैजना फर्किँदैछौँ कस्तो भयो त बढी बोराबान खै त नि हामी चाहिँ के नगर्ने अब चटपटे बेच्नुलाई भयो भने बुहारी यहाँनिर जिन्दगीको गोरेटोमा आयो भोलि नै के गर्ने कस्तो गर्ने गाइज भनिदेऊ ल आउने भाइ आउनु ल केही न टेबल सेबल ल्याउने एउटा तिरपाल ल्याउने टिङ्रिङ्ग पार्ने भइ पो हाल्छ केही पनि हुँदैन उकालोमा चाहिँ उत्रिनुपर्छ हाम्रो सफारी काकाले चाहिँ हामीलाई उतारेर अब यो बाटोमा हिँडाउनु हुँदैछ राम 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 ला मेरो त लुगा के पारेको यो अस्टिनले यस्तो पार्दैछ हेर्नु न गङ्ग्राङ र गुङ्ग्रुङ पारेर भरे सालु यो चाहिँ हो बोराबानको रोड यताबाट जान्छ कता पो जान्छ भन्ने आएन यस्तै हुँदैछ हौ बसौँ बसौँ यहाँबाट त हुन्छ यहाँबाट तर्सेर फेरि बियोस् ल ल बसौँ बसौँ आफू त मोटो मान्छे पर्यो बस न बस न अस्टिन तिमी त छिटो अनि म त अटिन त सकिमै कोसी बोराबान पुगेर पनि लु निस्किसक्यौँ आउनु है काका यसो चिप्स त एउटा त झऱ्यो कि क्या हो फेरि लु झरेसक्यो क्या आइपुग्यौँ होइन कस्तो भयो त बोराबानको टुर एकदम बब्ली लु न अब डटफट गरेर बनाइहाल्यो म त बनाउँदिनँ यता फेरि